गुड मर्निङ एभ्रिवान। म चाहिँ बिहानै 7-9 बजी नै गाउँ छोड्दैछु। किन भन्दाखेरि म काफल र उतैबाट दाउरानी ल्याउने भन्ने प्लान भएको छ एउटा काकाश्रीसँग फुपूसँग। अनि त्यही भएर म बिहानै हिँडेको। काकाश्री चाहिँ यता हुनुहुन्छ, रागाको दुध धुँदै हुनुहुन्छ। नियम भनेको नियम हो, पानी चाहिँ यति यति होला यहाँ, तर पौडी खेल्न चाहिँ पाइँदैन है, डुबिन्छ। ये सब क्या देखना पड़ रहा है? नियम हो नि त, केटाकेटीहरू फुत्ता कट्टु फुकालेर फुत्ता पनि फाल्यो भने त कसको गएको के जान्छ होइन। पानी परेछ, म चाहिँ थाहा पनि थिएन, काकाले थाहा पाउनु भयो। पानी परेर मलाई उठेर पनि फेरि छुटेको। यत्रो बिहान उठेर अझै नउठेको। बस रुलाएगा क्या? चराको आवाज सुन्नुभयो? दामी यस्तो वार्मअप हुन्छ यता। यो काफल चाहिँ यस्तो लट्टाइ फल्छ। आम्मामा मान्छेको थुक आइसक्यो। बोटाइदिन्छु नि म। ठिक फलेको छ। यहाँबाट लट्टाइ रहेछ यार। साइडहरू खोइ पाकेको चाहिँ दिइहाल्नु बेग्लै। म लाटोलाई नि थाहा छ कहाँ चाहिँ अमिलो हुन्छ नि त है। तर पाक्नु लाग्यो झन् अमिलो हुन्छ है काकासी। काफल जहाँबाट अर्को काफल निक्लिन्छ है फेरि। अर्को काफल निक्लिन्छ फेरि। झन् बोटै नुहाएको छ हौ काफलले त। राम्रो अङ्गुर जस्तो छ त। अनि झुक्कियो कि के काफल नि। म काफल भन्ने कस्तो कुरा गर्नुहुन्छ। अझ नुन खोर्सानीसँग मन पर्दैन होला त। होइन यो अमिलो मात्र मिठो हुन्छ, गुलियो त मिठो हुँदैन नि त। काफलै अब त कति एक सर्ट आइयो नि। काफल चाहिँ आएकोसम्म दाना फुटाउने कोसिस गर्नुपर्छ, खाँदा नै। जब भोलि बिहान खासै कोसिस गर्दा आउँदैन है। आँखाको दाना बाहिर निक्लेर तर काफलको दाना बाहिर निक्लिँदैन, त्यस्तो हुन्छ। दाँत पिटेर छाम बाँधेर हो हिंसा गर्दाको दाटी। जनावरहरूलाई काफल भन्दा त्यति मिठो लाग्छ है के है। मकै नि मैं गाली नहीं दे सकता। किरा फट्याङ्ग्राई के दाउरा लिएर आइसक्यौँ। यहाँनिर काफल छ। काफल मम्मीश्रीलाई दिएको। काफल खानुहुन्छ? के काफल हौ। खानासाना खाइसक्यो। आलु खन्ने हिँडाइ छ। टक्क बाल्टीमा भर्ने अनि डोकोमा लाउने, किनकि भरिएपछि डोको सारिरहन सकिँदैन। त्यस्तो सानो छ खेत सानो छ बारी, सानै छ जहान, नगरिकन पुग्दैन खाना साँझ र बिहान भन्थे। काम भनेको चाहिँ अब यस्तै हो गाउँमा, जे हुन्छ त्यही हो। अलिअलि पानी पनि पर्न थालिसक्यो। तर यो आलुको चाहिँ सत्यानाश आउँछ। यस्ता नाथे आलु सुन जस्तै फल्छ हौ। यहाँ पहेँलो पहेँलो हुन्छ क्या। एक बोट आलुको झ्याङमा कति दाना चाहिँ आलु फल्दो रहेछ हेरौँ है। यहाँ एक झ्याङ छ यो। आलु यहाँ गनौँ अब। यहाँ नै निक्लिसक्यो। कति जानुभयो? 3, 6, 7 दाना। यहाँ 7 दाना निक्लिसक्यो। अझै पनि निक्लिन्छ मलाई थाहा छ। 7 दाना, 8, 9, 10, 11। यसले 11 दाना हुन्छ होइन। 11 दाना 12, 13 दाना। 13 दाना यस्तो सानो सानो गर्ने हो भने त अब धेरै नै पुग्छ। आधा केजीको हेड चाहिँ हो आल्चा। हाम्रो गाउँमा अब हुने फलफुलमध्ये एक हो यो चाहिँ। अब जेठभित्रै पाक्छ, म बस्दै पाक्छ। यस्तो छ। म खाएर ट्राई गर्छु। खासै धेरै चाहिँ खानु हुँदैन, यो खायो भने बिराम हुन्छ।
आलु खाँदा खाँदा गलियो ठ्याक्क उखु भेट्यो कि यहाँ बारीको डिलमा एकछिन खानु पर्यो मोटी होला अस्ति सेतो उखु हुन्छ ढोडे नि भन्छ यसलाई तर गुलियो हुन्छ यस्तो गुलियो छ कि यस्तो गुलियो छ कि यस्तो गुलियो छ कि कस्तो गुलियो छ कस्तो गुलियो छ त्यस्तो गुलियो छ यति खाने यति भइसक्यो यहाँ पनि त अब म लिएर जान्छु कस्तो लागिरहेछ त आलुको धनी भएर हेर्नुहोस् म मिश्री गजब छ नि यत्रो यत्रो आलु फल्दा धनी हुँदैन एकदम कोपीका होइन जुना हो फाइनल्ली म चाहिँ बस्तु भएको ठाउँमा आइपुगिसकेँ बस्तु चाहिँ यहाँ छ यो गोरु हो उता अर्को त्यसको साथी छ यिनीहरूलाई नै घाँस ल्याइदिएँ मैले चाहिँ बिहान पनि बाउ आएर दिनुभयो होला अहिले दिउँसो चाहिँ म दिइराख्छु यिनीहरूले चाहिँ रमाइ हान्नु थालिसक्यो टाढा म चाहिँ घर फर्किँदै थिएँ ठ्याक्क बाटोमै काफल देखेँ यो चाहिँ पुरानो रुख हो पहिला खान्थेँ म पनि यहाँ चाहिँ एकदमै ठुलो दानाहरू छ खाने हो यो चाहिँ गुलियो रहेछ यहाँको चाहिँ कति बाक्लो छ हेर्नु न लट्टाइ म चाहिँ निकै अल्गो छु है तर बाटो उता यति अल्गोमा चढेको चाहिँ काफल बेरी कुटुक्कै भयो पुटुक्कै भन्थे ए काफल यस्तो कला नि छ है मसँग फेरि गाउँमा हिँड्नु मात्रै गर्छ बाटो खानेकुरा भेटिन्छ कति खानेकुराको फोटो देखाउनु भिडियो देखाउनु ए बाबा फेरि यता हिमालयन गोल्डन बेरी यहाँ न कि ऐसिलो अब यस्तो खाएको चाहिँ अब भात त खानै पर्दैन गाउँमा खान्छे हौ साह्रै बबाल हुन्छ है यो चाहिँ एकदम मिठो हुन्छ अमिलो हुँदैन एकदम गुलियो सुन खाए जस्तो लाग्छ सुन यदि सुनको स्वाद कस्तो हुन्छ जस्तो लाग्छ भने यस्तो हुन्छ ठक्कै अलि अमिलो अनि गुलियो बढी गुलियो नि हुँदैन ठिक्कको यो चाहिँ तिम्रो लागि ल ए मै खान्छु अब फेरि यहाँ धारामा आइपुग्यो धारा खोला भन्छ होइन यहाँको पानी चाहिँ एकदमै फरक छ क्या यस्तो पहेँलो कलरको छ अनि टेस्ट पनि फरक छ यहाँको पानीको चाहिँ टेस्ट फरक छ अरू ठाउँको भन्दा हाम्रो अरू मुहानहरू छ त्यहाँको भन्दा यहाँको पानीको टेस्ट चाहिँ फरक छ किनकि यहाँ खालखाले मिनरल्सहरू होला क्या त्यो पहिलादेखि खाएको हामीले खान्छौँ यो पानी तर टेस्ट चाहिँ अलिक फरक हुन्छ कसैले मन पर्छ कसैलाई मन पर्दैन त्यस्तै हो हाम्रो गाउँमा सबैभन्दा धेरै फुल देखेको चाहिँ यही घरमा है मैले यति धेरै फुल छ कि फुलै फुल छ यता पनि फुल यता नि फुल यहाँ त्यतिले रोप्नु भएको हो फुलमा पानी हाल्दै हुनुहुँदो रहेछ पानी हाल्दै हुनुहुन्छ त्यतै यत्तिको मिहिनेत गर्नुपर्छ अनि मात्रै यत्तिको फुल हुन्छ है अहिले अरू ठाउँ चाहिँ देखाएको छैन हाम्रो गाउँमा यहाँ चाहिँ धेरै रहेछ मधुमा भिडियो पनि हुन्थ्यो नपरो त्यो म खानु पाउँदो रहेछ अनि यो चाहिँ हो कोइली डाँडा अनि कोइली डाँडाको घरहरू चाहिँ यहाँ हाम्रो घर भयो अनि यता तल्लो घर यति 3 घर छ यहाँ चाहिँ आलु पाक्दैछ खाजा खाने हो अब
आलु खनेर ल्याएर आलु पकाएर आलु खाने हो। अब खाने हो खाजा। यता पनि छ यो तातो तातो चटनीसँग च्याट्ट लाएर। तातो तातो आलु गाउँमा यो फुलको सिजन छ है। कसैले यसको बिरुवा चाहियो भने हाम्रो गाउँमा प्रशस्त फ्रीमा पाउँछ, फ्रीमा। अनि म चाहिँ बल खेल्ने हिँड्दैछु अहिले। बल खेल्ने टाइम भयो होइन भाइ? बल खेल्ने टाइम हो कि होइन? अनि यहाँ म काकाकोमा गएर काकाश्रीलाई भेटेर काकाश्रीसँग सँगै जाने हो। किनकि हाम्रो चाहिँ 5 बजे बजिसकेपछि माथि ग्राउन्डमा सबै भेलले भएर भलिबल बजाउने। यो कुखुरालाई मकै दिनुभन्दा त कुखुरालाई काटेर मकैको भात खानु पो बेस्ट होला हौ। त्यो पनि सिक्ने आइडिया त अलि अगाडि सिकाएर अगाडि दिइहालेँ। बब्बाल फुलेछ त काकाश्री। त्यो मुनि दुईटा सानो सानो ग्राफ्टिङ गरे। ए काकालाई कलामा त सकिँदैन नि, यही फुलमा यो सानो खालको गरेर पनि जगाएर फुलिसक्यो। यहाँ काकाकोमा चाहिँ खरायो छ। ओ खरायो फ्यामिली, हेलो खरायो फ्यामिली। आऊ सानो राम्रो राम्रो छैन। यहाँबाट हान्दो रहेछ नि त केटोले त, माथिबाट देख्दैनौ? ए फ्यामिली मेम्बरहरू कहाँ हिँडेको? खरा हेर्नु आउँदै रहेछ यिनीहरू हो। खरा जस्तो मान्छेले खरा यहाँबाट फेरि उखालेर हेर्दो रहेछ कि बच्चाहरूले ढोका। गाउँतिरको कमान्डो बच्चाहरू यस्तो हुन्छ नि। उदो मन्टे भएर भन्छ त केटाहरूले त यहाँ। राम राम यतिको हान्दै राम राम। यत्रो भाइहरू चाहिँ गाउँको हेर त यस्तो सर्ट यत्रो ल यो भाइ। ल फाइनली घर पनि आइपुगेँ म यो। र आज जे जस्तो भयो यति नै भिडियो आजलाई चाहिँ म अरू फेरि बनाउँछु, गाउँ बसिन्जेल बनाउँछु है त। अहिलेसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद। बाई बाई।